पहिलो चमत्कार, आइभीएफबाट आमा बन्ने सपना पूरा भयो। के दोस्रो पटक म नेचुरली आमा बन्न सक्छु त? नमस्कार, म डाक्टर मनिषा आचार्य, इन्द्रा आइभीएफ पानीपोखरी काठमाडौँबाट। मैले धेरै महिलाहरूबाट यो जिज्ञासा सुन्ने गरेको छु। पहिलोचोटि त आइभीएफबाट आमा बने, तर के दोस्रो पटक चाहिँ हामी नेचुरली कन्सिभ गर्न सक्छौँ त? आउनुहोस् आज यसको बारेमा केही कुरा गरौँ। पहिलो पटक आइभीएफ चाहिने के कारण थियो त भन्ने कुरामा यसको उत्तर लुकेको छ। हजुरको हर्मोनको असन्तुलन जस्तै कि पिसिओएसको कारणले पो पहिला बेबी कन्सिभ गर्न गाह्रो भएको थियो, या स्पर्ममा कुनै मोर्फोलोजी मोटिलिटी को कमीको कारणले गर्दाखेरि गर्भधारणमा समस्या भएको थियो, या बन्द फ्यालोपियन ट्युबको कारणले गर्भधारण गर्न समस्या भएको थियो। के गरे हजुरको रिभर्सिबल कजको कारणले पहिलोचोटि आइभीएफ भएको थियो भने दोस्रो पटक हजुर नेचुरली कन्सिभ गर्न सक्नुहुन्छ। हर्मोनको असन्तुलनता मिलाएर या स्पर्म प्यारामिटर्स इम्प्रुभ भयो भने दोस्रो पटक नेचुरली कन्सिभ गर्न सकिन्छ। यसका सम्भावनाहरूको बारेमा आज नै आफ्नो नजिकैको विशेषज्ञसँग गएर परामर्श लिऊ।